यो नेपाल भन्ने देश गरिबीहरूको हो कि होइन? यो नेपाल भन्ने देश निमुखा वर्गहरूको हो कि होइन? यो नेपाल भन्ने देश उत्पीडन वर्ग र दुर्गम बस्तीमा बसेका जनताहरूको देश हो कि होइन? नेपालीले आफ्नो अधिकारले, आफ्नो सकेसम्म, आफ्नो क्षमताले कुनै पनि व्यापार गरेर खान पाउने कि नपाउने? सडक फुटपाथमा मकै बेचेर, काफल बेचेर या अन्य टमाटर बेचेर गाडा ठेलामा व्यापार गरेर एक छाक टार्न पाउने अधिकार नेपालीहरूको छ कि छैन? यो कुरामा चाहिँ किन ब्रेक गरिरहेको छ सरकारले? के यो देश चाहिँ सुनका सिरानीहरू हालेर सुत्नेहरूको मात्रै हो त? के देशका धनाढ्यहरूले मात्रै यो देशमा बस्न पाउने अधिकार छ त? बाँच्न पाउने अधिकार छ त? त्यसैले नेपालीहरू स्वतन्त्र रूपमा आफूले आफ्नो हैसियतले, आफ्नो क्षमताले गर्न चाहेका कामहरू गरेर आफै खान पाउनुपर्छ भन्ने अधिकार नेपालीहरूमा हुनुपर्छ।